के तपाईहरुले पनि बजारमा खुला रूपमा आयुर्वेदिक औषधि भनेर बेच्न राखेको औषधिहरु चाहिँ बिना कुनै विशेषज्ञको परामर्श बिना नै आफैले किनेर प्रयोग गर्दै आइराख्नु भएको छ र आयुर्वेदिक औषधि खाइरहेको छु भन्ने भ्रममा हुन्छ भने तपाईहरुले आफ्नो स्वास्थ्यको खेलबाड आफैसँग गर्दै हुनुहुन्छ है। हो, आयुर्वेदिक औषधिहरु जडीबुटीबाटै बन्ने हो, तर तपाईले त्यो औषधिले चाहिँ कसरी खाइराख्नु भएको छ र कसले खाइराख्नु भएको छ भन्ने कुराले चाहिँ धेरै फरक पार्न जान्छ। किनभने आयुर्वेदिक औषधिहरु तातो पानीसँग खाँदा, चिसो पानीसँग खाँदा, दूधसँग, घिउसँग, महसँग खाँदा हैन, अनि त्यसैगरी खाली पेट खाँदा, खाना खाइसकेपछि खाँदा, बेलुका खाँदा, बिहान खाँदा त्यो औषधिले शरीरमा पार्ने प्रभाव चाहिँ फरक आउन जान्छ र एउटै किसिमको आयुर्वेदिक औषधि एउटै रोगमा सबै व्यक्तिलाई हुन्छ भन्ने पनि हुँदैन। किनभने सबै व्यक्तिको प्रकृति फरक हुन्छ, दोष फरक हुन्छ, सबै व्यक्तिको दिनचर्या फरक हुन्छ। त्यसैले बुझेर मात्र आयुर्वेदिक औषधिहरु चाहिँ प्रयोग गर्नुपर्छ। त्यसो हुनाले चाहिँ कुन आयुर्वेदिक औषधि चाहिँ कुन रोगमा प्रयोग गर्न मिल्छ, कुन रोगमा प्रयोग गर्न मिल्दैन, कसले प्रयोग गर्न मिल्छ, कसले प्रयोग गर्न मिल्दैन भन्ने कुरा चाहिँ बुझेर मात्र प्रयोग गर्नुपर्दछ र त्यसको लागि चाहिँ विज्ञको परामर्श लिन एकदमै आवश्यक हुन्छ। अब आयुर्वेदिक औषधि खाने नखाने, आयुर्वेदिक तरिकाले चिकित्सा गर्ने नगर्ने भन्ने कुरा चाहिँ त्यो तपाईहरुको स्वविवेकको कुरा हो। तर जो कोहीलाई पनि आयुर्वेदिक तरिकाले चाहिँ चिकित्सा गराम, बुझेरै मात्र आयुर्वेदिक औषधिको प्रयोग गरौँ भन्ने छ, उहाँहरु चाहिँ कुन कुन ठाउँमा चाहिँ जान सक्नुहुन्छ भन्ने बारे जानकारी दिन गइरहेको छु। पहिलो भनेको चाहिँ आयुर्वेद शिक्षण अस्पताल कीर्तिपुर, त्यसको ठ्याक्कै अगाडि म अहिले उभिरहेको छु। यो चाहिँ कीर्तिपुरमा छ। कीर्तिपुर बस्नुहुने, यहाँ आउन पाएको पर्ने सबैजना चाहिँ यहाँ आई स्वास्थ्य सम्बन्धी परामर्श लिन सक्नुहुन्छ। अहिले झन् एनपिएल पनि चलिरहेको छ। ठ्याक्कै क्रिकेट स्टेडियमको अगाडि छ यो अस्पताल। यही अस्पतालको अगाडि चौरमा चाहिँ पार्किङ भइरहेको छ। त्यही भएर यहाँ आएको बेलामा चाहिँ एकचोटि पक्कै पनि भिजिट गर्नु होला। अर्को भनेको चाहिँ नरदेवी आयुर्वेद अस्पताल जुन नरदेवीमा छ। यो चाहिँ नेपालको सबभन्दा ठुलो र पुरानो आयुर्वेदिक अस्पताल हो। त्यसैगरी हरेक प्रदेशमा प्रादेशिक आयुर्वेदिक अस्पताल छन् र त्यसैगरी प्राय सबै जिल्लामा चाहिँ जिल्ला आयुर्वेद अस्पताल छन्। त्यसैले तपाईहरुले यसरी खुल्ला रूपमा औषधि प्रयोग गर्नुभन्दा पनि आफूलाई पाएको पर्ने संस्थानमा गई विशेषज्ञद्वारा परामर्श लिएर आयुर्वेदिक चिकित्साको लाभ उठाउन हुन अनुरोध गर्दछु। हस्त, धन्यवाद, नमस्कार।